एक रात एउटा घरमा ठुलो आग लागि हुन्छ अनि सबैजना अतालिँदै निस्कन्छन्, तर त्यो घरको कान्छो छोरा चाहिँ माथिल्लो कोठामा चाहिँ अड्किरहेको हुन्छ। अनि ऊ आफ्नो ज्यान बचाउनको निम्ति ऊ त्यो घरको छतमाथि जाँदछ। अनि जब उसले छतमाथिदेखि हेर्दछ कसैलाई देख्दैन, किनभने त्यो ठुलो आगोको कारण वरिपरि चारैतिर चाहिँ ठुलो धुवाँ फैलिएको हुन्छ। उसले आवाज लगाउँदछ आफ्नो बुबालाई, तर उसले बुबाको आवाजलाई पनि सुन्दैन। अनि उसले मनमा ठान्दछ कि अब ऊ मर्ने नै भयो र उसले एउटा निर्णय लिँदछ कि ऊ आगोले जलेर मर्नुभन्दा बरु त्यो छतबाट हाम फालेर मर्नु बेस छ भनिकन। अनि उसले जसै निर्णय लिन्छ उसले त्यो छतबाट हाम फाल्दछ। अनि जसै उसले हाम फाल्दछ मेरो प्रियहरू, उसको बाबुले चाहिँ च्याप्प पक्रिन्छ उसलाई। अनि जब पक्रिन्छ छोराले सोध्छ, बुबा मैले त तपाईँलाई देखेकै थिइनँ। अनि बुबाले जवाब दिँदछ, तिमीले नदेखे पनि छोरा, मैले चाहिँ तिमीलाई देखिरहेको थिएँ। मेरो प्रियहरू, धेरैचोटि हामी हाम्रो परमेश्वरलाई देख्दैनौँ। हाम्रो समस्याको बिचमा जाँदै गर्दा हामी परमेश्वरलाई देख्दैनौँ, तर याद गर्नुहोस् परमेश्वरले चाहिँ तपाईँ अनि मलाई देखिराख्नु भएको हुन्छ र उहाँले हामीलाई निश्चय नै सम्हाल्नुहुनेछ। जय मसीह।